हेलो गाइस, नमस्ते। अनि आज चाहिँ हामीले चाहिँ फाइनली चाहिँ बुढाको अचार चाहिँ काठमाडौँ आइपुगेको छ। अनि माया दिदीलाई चाहिँ धेरै धेरै धन्यवाद पहिला सुरुमा चाहिँ। अनि कङ्ग्रेचुलेसन पनि, किनकि अब प्राय हामीले अब रिल्सहरुमा सोशल मिडियामा मात्रै देखिरहेको थियो नि त। अनि फाइनली चाहिँ अहिले काठमाडौँमा भएको कारणले हामीले यसरी लिन पाउँदा चाहिँ हामीले खुसी छौँ हैन। अनि धेरै धेरै धन्यवाद छ। अनि हामी चाहिँ अचारहरू खानेछौँ, कस्तो छ के छ टेस्ट सबै हामी तपाईहरुलाई भनिदिनेछु, हेरिदिनु होला। धन्यवाद। ल अब हल्लाएर मजाले खानु भन्नु भएको छ माया दिदीले चाहिँ, किनकि अब अचारको टेस्ट चाहिँ तल रहेको हुन्छ। अनि त्यही भएर यसरी हल्लाएर हुन्छ कि मिलाएर हुन्छ कि कसरी हुन्छ खानु भन्नु भएको छ। 5 बट्टा लिया टोटल एकैचोटीमा 5 बट्टा लिएको छ। एउटा बोतल चाहिँ एउटा बट्टा चाहिँ छाउने पुगेको छ। अनि यो चाहिँ यता सिला पाइला रहेको छ है। हुन्छ ल यसो गरौँ। हुन्छ गाइस, अब चाहिँ हामीले अचार टेस्ट गर्न लागेको छु। अनि अब कस्तो हुन्छ हामी भन्छौँ खान्छौँ। लिमै चम्चाबाट लिनुहोस्, फर्स्ट ट्राई। मजाले चपाउनु पर्छ नि, मजाले चपाएर साथ लिनु होला। हामीले चाहिँ खायौँ है त। होइन मैले चाहिँ कम खाएँ कि हो, मलाई त टेस्ट त सकिसके जस्तो लाग्छ म आफैलाई चाहिँ। स्पाइसी नै सबै ठिकै लाग्यो, स्पाइसी नै एकदम ठिक छ। मासु पनि मजाले रोस्ट भएको छ है अचार चाहिँ। अचार मिठो छ। एकचोटि फेरि अर्कोचोटि खाएर चाहिँ हजुरहरूलाई अनि हामी जस्तो हो त्यस्तै रिभ्यू दिन्छु। हजुरहरू पनि गएर अनि किन्न सक्नुहुनेछ। पिरोमा ठिक्क, नुनमा ठिक्क, खुर्सानी मसला सबै ठिक छ है अचार हामीलाई चाहिँ। अरूले भनेको जस्तो बाहिरहरू कति कुराहरू चाहिँ अचारको बारेमा मान्छेहरूले चाहिँ धेरै नेगेटिभ कुराहरू गर्छन् होइन। चाहिने पनि बोल्छ, नचाहिने पनि बोल्छ, तर के कुरा हो सही कुराहरू चाहिँ भन्नुपर्ने हुन्छ है। कस्तो लाग्यो अचार मिठो छ। अचार पिरोमानी ठिक्क, मसलामा यति राम्रो। थ्याङ्क यू माया दिदी, तपाईँलाई बुढाको अचारलाई पनि धन्यवाद। अब तपाईँले भन्न सक्नुहुनेछ। यति मिठो अचारको लागि एकदमै सबै कुरा चाहिँ है, मसलाहरू सबै स्पाइसी सबै एकदमै ठिक्क मात्रामा छ हाम्रो लागि चाहिँ। मिठो छ। अचारको टेस्ट कस्तो छ भनेर भन्नु पर्दाखेरि चाहिँ एकदमै मिठो छ। अनि मान्छेहरूले चाहिँ कस्तो फास्ट गनाएको मिठो छैन यस्तो खालको कमेन्टहरू गरिरहेको। पिरो धेरै भन्छ तर त्यस्तो पिरो त भएन है। तर यो बास्ना मलाई चाहिँ बास्ना आएको छ है, अरूलाई गनायो होला तर मलाई चाहिँ बास्ना आएको छ। किनभने कस्तो मिठो बास्ना लाग्यो मलाई चाहिँ। अनि मलाई अचार पनि एकदमै मिठो लाग्यो। अब हामीले बफको टेस्ट गर्दैछौँ भने अहिले हामीसँग चिकन पनि छ, हामी चिकन पनि टेस्ट गर्छौँ। हुन्छ, अब चाहिँ हामीले बुढाको अचार फाइनली आज काठमाडौँ महलमा पनि आइसकेको छ। तपाईँहरूले गएर लिन सक्नुहुनेछ। फेरि पनि आउने दिनहरूमा, आउने समयहरूमा चाहिँ त्यही ठाउँमा हुनेछ, काठमाडौँ महलमै। हामीले अब चाहिँ धरानदेखिबाट इटालीदेखिबाट मगाउनु परेन। फाइनली अब काठमाडौँमा लन्च भएपछि हामीलाई चाहिँ सजिलो हुने भयो। त्यसको लागि धेरै धेरै धन्यवाद माया दिदी। अनि बुढाको अचारलाई पनि धन्यवाद, यो प्रोभाइड गरिदिनु भएकोमा लागि है। आउने दिनहरूमा तपाईँको बिजनेस अझै पनि कस्तो लाग्यो? आज बुढाको अचार चाहिँ हामीले काठमाडौँ महलदेखिबाट ल्याएको छौँ। ल्याएको आधी भइसक्यो। मलाई चाहिँ एकदमै मिठो लागिरहेको छ। अझ चिकन भन्दा पनि बहुत मिठो रहेछ होइन। मलाई चाहिँ एकदम मन परिरहेछ। तिमीलाई कस्तो लाग्यो? मलाई चाहिँ बफ भन्दा चाहिँ चिकन मिठो लाग्यो, किनभने मेरो फेभरेट हो चिकन चाहिँ बफ भन्दा। अनि एकदमै खुसी लाग्यो माया दिदीको परिवारको बुढाको अचार भन्ने पनि चाख्नु पायो, त्यति बेला खुसी लाग्यो। यति नै बुढाको अचारको दर्शक एकजना यता पनि हुनुहुन्छ। अनि हजुरलाई कस्तो लाग्यो बुढाको अचार? मिठो छ। अलि मजाले भन्नुहोस् त। मिठो छ।